खानी होइन त यो जाडोमा थुक्पा। हेलो साथीहरू, ल सुरु गरौँ है त थुक्पा बनाउन। यहाँ मैले चिकन बोन अनि सानो सानो चिकन, धनिया अनि बन्दा, 2वटा प्याज अनि हरियो प्याजको पत्ता, 4वटा जति टमाटर अनि 10-12वटा लसुन, अदुवा, हरियो खुर्सानी र रातो खुर्सानी लिएको छु है। यति भएपछि हाम्रो लगभग पुग्छ। अनि मैले साइडमा आलु चना पनि लिएको छु, त्यो चाहिँ भिडियो छैन। अनि यता लागौ ग्यासतिर अहिले थोरै पानी बसालेर त्यसमा थोरै नुन र अलिकति खाने तेल हालेर बोइल गर्न छोडे है त। र यो पानी उम्लिँदासम्म हामी यता टमाटरलाई पनि पोलौँ है अचार बनाउनको लागि। अनि टमाटर पोलेपछि यता मैले कटिङ सुरु गरेँ। यो चाहिँ मैले कटिङ गरेर रेडी पारेर राखेँ है। र अब अर्को प्यान बसालेर म यसमा अब चिकनलाई फ्राई गर्छु। थोरै खाने तेल हालेँ अनि एकछिन प्यानलाई तात्न दिएँ। ल लगभग हाम्रो प्यान पनि तातिसकेको छ। अब म यसमा चिकन एड गर्छु है त साथीहरू। ल मैले मासु एड गरेर ल्याएँ त अब यसलाई मजाले चलाऊ एकछिन। मजाले चारैतिर तेल लाग्ने गरेर चलाउनु पर्छ है साथीहरू। अनि मजाले फ्राई हुनु पर्यो नि त, त्यही भएर आरामसँग चलाउनु होला। एकछिन चिकनलाई फ्राई हुन दिउँ। हामी लागौँ यता चाउमिन बोइल गर्न है त। पानी पनि तातो भइसकेको छ। मैले यहाँ चाहिँ 2 प्याकेट स्पेगेटी युज गरेछु। यहाँ चाहिँ चाउमिन पाउन गाह्रो छ नि त म बस्ने ठाउँमा, त्यही भएर स्पेगेटी हालेको। यो पनि मिठै हुन्छ है। अब त्यो चाउमिनको त कहाँ खोज्न जानु थुक्पा। ल अब यता चाउमिन बोइल हुँदै गर्छ। हामी फेरि लागौ चिकनतिर है त। यसले पानी छोडिसकेको छ। पानी चाहिँ मजाले सुकाउनु पर्छ है। अनि बल्ल मासु फ्राई हुन सुरु हुन्छ। अनि ल मासु चाहिँ यतिको फ्राई भएको छ। अनि अलिअलि तल पनि चप्केको छ है। मसँग ननस्टिक फ्राई प्यान छैन नि त, गरिब मान्छे। गरिब मान्छेको कुकिङ ब्लग यस्तै हुन्छ है साथीहरू। त्यो कराईतिर ध्यान नदिनुहोस्, रेसिपीतिर ध्यान दिनुहोस्, किनकि तपाईँहरूले खाने थुक्पा हो, मेरो यो कराई होइन। त्यही भएर रेसिपीतिर ध्यान दिनु होला है त। मासुलाई चाहिँ तलबाट छुट्टिने गरेर मजाले चलाउनु पर्छ है साथीहरू। आनन्दसँग चलाउनुहोस्, कुनै हतार छैन। ल हाम्रो चाउमिन पनि रेडी भइसकेको छ है। यसलाई म अर्को ठाउँमा खनाएर सेलाउन छोडिदिन्छु है त। अब हाम्रो चिकन पनि लगभग फ्राई भइसकेको छ। यसमा थोरै नुन हालेर एकछिन मजाले चलाउँछु है। नुन हालेन भने चाहिँ अलिक खल्लो खल्लो हुन्छ क्या खाँदाखेरि, त्यही भएर नुन चाहिँ तपाईँले मासु पकाउँदा नि हाल्नु होला। थोरै थोरै गरेर हाल्नु सबैमा, किनकि फेरि नत्र पछि नुन चर्को हुन्छ नि त। थोरै थोरै गर्दै हाल्नु है सबैमा। ल अब हाम्रो मासु पनि रेडी भइसक्यो। यो मासुलाई पनि म साइड लगाउँछु, अर्को भाँडामा हाल्छु। अनि यो भाँडामा चाहिँ आलु चनाको तरकारी बनाउँछु है त। ल त्यही प्यानमा अघिको मासु फ्राई गरेको तेल थियो, त्यही तेलमा मैले फेरि प्याज हालिदिएँ है त। प्याज हालेर एकछिन मस्त यसलाई हल्का हल्का फ्राई हुन दिने, किनकि यो चनाको ग्रेभी जस्तो बनाउने हो कि।
मजाले फ्राई गर्ने यसलाई प्याजलाई। अब म यसमा अदुवा लसुनको पेस्ट हालिदिन्छु है त। अदुवा लसुनको पेस्ट हालेपछि अब जिराको धुलो थोरै, त्यसपछि फेरि अलिकति बेसार। अब यसलाई चलाउने है त, एकछिन चलाउनु पर्छ मजाले। मजाले बेसार फ्राई हुने गरेर मजाले चलाउने। त्यसपछि अब यसमा हामी एड गर्छौँ आलु चना। अब यसलाई आलु चना हालेर मजाले पकाउनु पर्छ है साथीहरू। आलु चना हालेपछि यसलाई चलाउनु होला एकछिन, चारैतिर तेल लाग्ने गरेर मजाले चलाउनु होला। र एकछिन मजाले चलाएपछि अब यसलाई हामी एकछिन पाक्न छोडिदिन्छौँ। अनि अलिकति पाकेपछि अब हामी यसलाई फेरि चलाइरहनु पर्छ नि त, बेला बेलामा तल नलागोस् भनेर एकछिन चलाउँछौँ, एकछिन छोडिदिन्छौँ। त्यसपछि यसमा हाल्छौँ जिराको धुलो। जिराको धुलो हालेपछि एकछिन मजाले चलाउने, तल लाग्न नदिने है। अनि बेला बेलामा चलाइरहनु पर्छ। म चाहिँ टाइम भन्दिनँ, आफ्नो कराईको हिसाबले कति बेला चलाउँदा ठिक हुन्छ त्यही हिसाबले चलाइराख्नु होला, तल जल्यो भने मिठो हुँदैन। त्यसपछि हामी यसमा टमाटर एड गर्छौँ एकछिनपछि। अनि टमाटर एड हालेपछि थोरै नुन पनि हाल्छौँ, किनकि नुनले टमाटर गलाउँछ नि त। अनि नुन चाहिँ आफ्नो स्वादअनुसारै, मैले अघि नै भनिसकेँ, नुन चाहिँ थोरै थोरै हाल्नुहोस्, तर सबैमा हाल्नुहोस्, किनकि कहिले कस्तो खल्लो हुन जान्छ के, त्यो बलमा हाल्दा पनि खल्लो हुन्छ। त्यही भएर नुन चाहिँ थोरै थोरै युज गर्नु, तर सबै डिसमा नुनहरू लगाउनु होला है, नुन लाग्ने चिजमा। अनि एकछिन चलाएपछि यसलाई हामी थोरै पानी हालेर यसलाई गल्न दिन्छौँ। पानी चाहिँ तल नलागोस् भनेर हालेको। अनि पानी हालेपछि यसलाई ढाकेर छोडिदिन्छौँ। लगभग 2-3 मिनट ढाकेर पकाएपछि यतिको भयो है, पानी पनि सुकेको छ अनि मजाले फ्राई पनि भएको छ। अनि यसलाई हल्का म्यास गर्नुपर्छ, आलु कतिको पाकेको छ भनेर चेक गर्नुपर्छ नि त। यो जति सक्दो उति लथत्त भएको मिठो हुन्छ के, चाउमिनमा हालेर खाँदा। यो पनि हाम्रो पाकिसक्यो। अब हामी लगाऊ सुप बनाउन। अघि चाउमिन बोइल गरेको कराईमा मैले थोरै तेल हालेँ। अनि तेल हालेपछि यसलाई तात्न दिएँ। लगभग हाम्रो कराई तातिसक्यो। अब म यसमा अघि काटेको प्याजलाई हालेर एकछिन फ्राई गरिदिन्छु। अनि एकछिन मजाले चलाएपछि यसमा म डाइरेक्ट अब चिकन बोन हाल्छु है। यो चिकन बोन चाहिँ मैले अघि यो सुप पकाउनको लागि राखेको नि त। अनि चिकन बोन सबै हालेपछि यसलाई एकछिन मजाले चलाएर हल्का फ्राई गर्नुपर्छ है, धेरै फ्राई गर्नु हुँदैन। मासुलाई जति सक्यो त्यति र राख्नुपर्छ। बोइल गर्दाखेरि मासु फ्लेभर बल्ल सुपमा आउँछ कि, अनि बल्ल सुप पनि खाँदाखेरि मिठो हुन्छ। अनि यसलाई म मासु हालेर एकछिन मजाले चलाइदिन्छु, चारैतिर मजाले हल्का तेल लाग्ने गरेर चलाउनु होला है, धेरै पनि चलाउनु पर्दैन यसलाई चाहिँ। ल अब एकछिन चलाएपछि अब हामी यसमा त्यो अघि पिनेको अदुवा लसुनको पेस्ट हाल्छौँ है। अदुवा लसुनको पेस्ट थोरै हालेर, अनि फ्लेभर आउँछ नि त मिठो सुपमा। अनि अदुवा लसुन हालेपछि यो थोरै जिराको धुलो, अनि जिराको धुलोपछि थोरै गरम मसला। त्यसपछि हामी यसलाई एकछिन मजाले पाक्न छोड्छौँ है मसला हल्का पाक्नुपर्छ के। अनि एकछिन मजाले चलाउने, मसलामा तेल लागोस् है। मसलाहरू हल्का रोस्ट भएपछि अब हामी यसमा एड गर्छौँ एमएसजी है। एमएसजी चाहिँ तपाईँहरूले अप्सनल हो, एड गर्न पनि सक्नुहुन्छ, नगर्न पनि सक्नुहुन्छ। तर एमएसजीले चाहिँ टेस्ट अलि मिठो आउँछ है। अनि एमएसजी हालेर म एकछिन चलाउँछु। त्यसपछि यसमा म भेजेसहरू युज गर्छु है, हाल्छु भेजेसहरू। अघि काटेको क्याबेज, ग्रिन अनियन र
अनि अलिकति कोरिएन्डर पनि छ है, त्यहाँहरू हालेर म एकछिन यसलाई पनि चलाउँछु, मजाले चलाउँछु है। यसलाई पुरा मिक्स हुने गरेर चलाउनुपर्छ। अनि यो पनि हल्का हाफ कुक हुनुपर्छ, धेरै कुक भयो भने चाहिँ मिठो हुँदैन भेजिसहरू। अनि म यसमा नुन एड गरेँ, नुन चाहिँ आफ्नो स्वादअनुसार अब सुपमा है, किनकि अन्तिम टेस्टै सुपको हो नि त। अनि त्यसपछि अब हामी यसमा पानी एड गर्छौँ। यो पछि यसलाई नुन हल्का लाग्ने गएपछि पानी एड गर्छौँ यसमा। अनि पानी चाहिँ अब तपाईँलाई सुप कति खानु मन छ त्यो हिसाबले आफ्नो हिसाबले अड्कल्नु होला है। सुप चाहिँ मलाई चाहिँ सुप एकदम मनपर्छ, अनि हामी यहाँ परदेशमा मान्छे पनि धेरै छ नि त, त्यही भएर मैले पानी चाहिँ अलि धेरै नै युज गरेको छु। तपाईँहरू चाहिँ आफ्नो हिसाबले एड गर्न सक्नुहुन्छ है, कम बेसी कति चाहिन्छ त्यही गर्नु होला। ल अब हाम्रो सुप पनि बोइल भइसक्यो। अब हामी यसलाई सर्भ गर्न लाग्छौँ। मैले लिएको छु एउटा बल, त्यो बलमा आफूलाई चाहिने जति नुडल्सहरू एड गर्छु मैले है। नुडल्स हालेँ, त्यसपछि अब म यसमा हाल्छु अघि पकाएको आलु चनाको तरकारी है। अनि यो मिठो हुन्छ नि त, अनि म थोरै चिकन हाल्छु। अनि अरूलाई पनि चाहियो नि त, एक्लै खानु भएन चिकन, मैले चिकन पनि एड गरेँ। त्यसपछि अब म हाल्छु यसमा स्यालेडहरू है, क्याबेज छ, अनि अनियन छ, अनि कोरिएन्डर छ है, अनि चिल्ली, ग्रिन चिल्ली पनि छ, यो हालेँ। त्यसपछि अब म यसमा हाल्छु, अनि अब सुप हाल्छु है। सुप चाहिँ अब तपाईँलाई कति खानु मन छ, मैले त्यही भएर सुप चाहिँ धेरै पकाएको क्या। तपाईँ आफ्नो हिसाबले पकाउनु होला सुप पनि। त्यही भन्न चाहन्छु साथीहरू, यो जाडो जाडो मौसममा तातो सुप खाँदा ज्यान पनि तातो हुन्छ नि त। अनि अघि त्यो हामीले टमाटर रोस्ट गरेको थियो नि, त्यसको चटनी बनाएको थिएँ मैले, अनि कागती निचारेँ मैले। तपाईँलाई कतिको अमिलो खानु मन लाग्छ त्यो हिसाबले अमिलो पिरो एड गर्नु होला। अनि हाम्रो थुक्पा रेडी भयो है त साथीहरू, बाई।